अर्कोतिर एडजस्ट गर्ने। ए हजुर हुन्छ सर। ल ल अब जाउँ आइआरडी कै साइडमा प्र्याक्टिकल्ली चाहिँ हेरौँ। ल आइआरडी को साइडमा गएँ। त्यस पछाडि एकचोटि हिजोको भाउचर हेरिहाल्छु म एकचोटि लगइन गरेर। जेनरलमा गएँ, ठिक छ, ट्याक्स पेयर लगइनमा गएँ र मैले चाहिँ यहाँनिर जुन युजर नेम पासवर्ड हामीले ट्याक्स अफिसले दिएको छ त्यो कुरा त्यो चाहिँ यहाँनिर मैले हालेँ। 1 128 512 904 11 128 512 904 सर। 5 जस्तो लाग्यो त मलाई त। 128 512 904 4 हो र? हो सर हो। कर्ताको नाम भी यही राखेँ। स्टोर त्यही नै हो सर, ढुक्क हुनुहोस्। दे ल 6 ल यही रहेछ। यसपछि हामी के गर्यौँ भन्दाखेरि हामीले हाम्रो चाहिँ पोर्टलमा लगइन गर्यौँ, ट्याक्स पेयर पोर्टलमा, ठिक छ, जेनरल लगइन गर्यौँ र यसमा चाहिँ अब सबै के हामीले गर्न सर मिल्ने कुराहरू चाहिँ देखिन्छ। सञ्जय सर हजुर एउटा कुरा चाहिँ यहाँ भनिदिनु पर्यो यहाँ साथीहरूलाई चाहिँ के भनेर मैले यहाँ थपिदिएँ। कहिलेकाहीँ चाहिँ के हुन्छ भनेको त्यो भाउचरको डेटमा, पेमेन्ट भएको डेटमा प्रोसेसिङ नभएर अर्को दिन तिरिरहेको हुन्छ होइन, त्यो डेट फरक परिरहेको हुन्छ। त्यो हेर्नुपर्ने छ भने त्यसले गर्दाखेरि रिकन्साइल भइरहेको हुँदैन होइन। जस्तो मानौँ आज मैले राति 6:30 बजे तिरेँ, आजको डेटमा भाउचर जेनेरेट भयो, भाउचर चाहिँ भोलि मात्रै कम्प्लिट भयो भने चाहिँ भोलिको डेट देखाउँछ त्यहाँ। त्यो हेर्नु छ भने चाहिँ यहाँ पेड भाउचर लिस्ट छ नि, हो यहाँबाट हेर्न सकिन्छ। हो यो पेड भाउचर लिस्ट छ नि, त्यो साथीहरूलाई हेर्नु छ भने यहाँ पेड भाउचर लिस्ट भन्ने छ नि, हो यहाँबाट हेर्न सकिन्छ है। त्यो पनि एकचोटि खोलेर देखाइदिनुहोस्। डेट हाल्नुहोस् त, त्यहाँ डेट हालेपछि स्टार्ट डेट 2083/02 आउँछ। यहाँनिर चाहिँ अहिलेसम्म तिरेको भाउचरहरू चाहिँ यसरी देखाउनु, यहाँबाट पनि हेर्न सक्नुभयो हैन त। यहाँ स्पष्ट देखायो नि भाउचर डेट कति रहेछ भनेर। हो त्यही भनेको 2/30। कहिलेकाहीँ यो डेट भाउचरको र यो डेट चाहिँ फरक पर्न सक्छ है, त्यही भएर मैले यहाँबाट देखाइदिनु भनेको। त्यो पनि हो। अनि फेरि यहाँनिर यो चाहिँ यो भाउचर युज भएको छ कि छैन भनेर पनि त्यो पनि हेर्न मिल्यो देखिँदो रहेछ मजाले। जस्तै युज इन टिडिएस भनेर, जस्तै एउटै भाउचर चाहिँ तपाईँ दुईचोटि युज गर्न पाउनु भएन नि त यो गर्दाखेरि। जस्तै सेकेन्ड भाउचर चाहिँ हामीले टिडिएसको लागि युज गरेर नै चाहिँ पहिलो भाउचर चाहिँ हामीले टिडिएसको लागि युज गरिसकेका रहेछ, ठिक छ। भनेपछि यसलाई एक्सेल एक्सपोर्ट पनि गर्न मिल्यो। यो त सामान्य कुरा भइहाल्यो। ल म ब्याक गएँ अब। ल पेमेन्ट भाउचरमा पनि जानु परेन त्यसो भए त हैन सर, यो भाउचर हेर्नु त यहीँबाट त हाम्रो त्यहाँबाट हेरिसकेपछि जानु पर्दैन सर पेमेन्ट भाउचरमा। जानु परेन, ठिक छ। त्यसो भए अब एकैचोटि हामी चाहिँ टिडिएसमै जाउँ। आइआरडीको साइड फेरि खोले
हिजो जुन हामीले त 10 रुपियाँको तिरेको भाउचर छ नि त्यहाँ पेड लिस्टमा आइसक्यो नि त। त्यहाँ आइसकेपछि मात्र हो हाम्रो के भन्छन् रिकन्साइल हुने भाउचर। अब यहाँ चाहिँ जेनरल लगइनहरू, रेजिस्ट्रेसनको लागि फर्महरू, भ्याटको लागि, भ्याट रिटर्नहरूको लागि, एस्टिमेटेड रिटर्न जुन अघि कुरा गरेको थियौँ त्यसको लागि सबै कुराहरू, इन्कम ट्याक्सको लागि भनेपछि उनीहरूले छुट्याएर दिएको छ। सर मेरो अब एउटा अहिलेलाई क्वेसन हाम्रो है यसमा। जस्तो हिजो त हामीले अनलाइनबाटै तिर्यौँ, त्यही भएर पेड भाउचरमा देखायो। यदि हामीले अनलाइन तिरेका छैनौँ भनेदेखि त भाउचर जेनेरेट भएपछि त्यो भाउचर अनुसारको पैसा लगाएर ब्याङ्कमा डिपोजिट गरेपछि ब्याङ्कले कन्फर्मेसन गरिदिएपछि अटोमेटिक अनि हाम्रो पेड भाउचरमा चाहिँ त्यो स्ट्याटस अपडेट भएपछि मात्रै हामीले इटिडिएस गर्ने कुराहरू भयो नि सर? एकदम सही भन्नुभयो। पेड भाउचरको लिस्टमा आउनै पर्छ सर, नै त रिकन्साइल हुँदैन। बाइ द कहिलेकाहीँ हामीले ब्याङ्कमा डिपोजिट गऱ्यौँ, ब्याङ्कले भेरिफाई गरिदियो, तर हाम्रो आएन भने पुनः हामीले त्यसलाई चाहिँ फलोअप गरेर गर्नु पर्यो नि सर? त्यहाँ लिस्टमा आउनै पर्छ, नै त रिकन्साइल हुँदैन। अनि हामी परेशान भइरहेको हुन्छौँ। त्यो चाहिँ त्यहाँ आउनै पर्छ लिस्टमा। हस्। त्यो ब्याङ्कले स्ट्याम्प लगाइदिन्छ कहिलेकाहीँ, त्यो भाउचर चाहिँ भेरिफाई भएको हुँदैन होइन। त्यो भेरिफाई नहुन्जेलसम्म पेड लिस्टमा नआएसम्म रिकन्साइल चाहिँ हुँदैन। ओहो, हस् हस्। ल मैले यसमा चाहिँ अब यो फर्म चाहिँ भरेँ मैले। सबमिसन नम्बर लिनको लागि सर चाहिँ डिस्प्ले हेराएन सर एकचोटि। डिस्प्ले हेरिनु पर्ने हो हजुरकोमा, एकचोटि चेक गर्नुहोस् त। त्यो त देखिरहेछ मेरोमा चाहिँ। यो साथीहरू सबमिसन नम्बर लिने बेलामा पासवर्ड आफू मन खुसी जे राख्दा नि भयो है। त्यसमा चाहिँ त्यही कम्पनीकै पासवर्ड राख्नुपर्छ भन्ने हुँदैन है। ल यसमा चाहिँ पासवर्ड हजुरहरूले प्यानै राख्दा पनि भयो, जुन प्यान छ त्यसैलाई राख्दा पनि भयो, अरू जे राख्दा पनि भयो। यसमा चाहिँ कम्पनीको जेनरल लगइनकै चाहिँ राख्नुपर्छ भन्ने भएन, किनकि यो चाहिँ जुन पनि युज गर्न पाउने भयो। सबमिसन नम्बर लिनको लागि मैले के गरेँ भन्दाखेरि प्यान नम्बर राखेँ, विथहोल्डरको नाम अटोमेटिक आयो, त्यस पछाडि फोन नम्बर एउटा माग्छ, फोन नम्बर पनि हालिदिइहालौँ। त्यस पछाडि आयो टिडिएस, यो भाउचर मितिहरू चाहिँ यो भर्नु पर्दैन हामीले। त्यसपछि टिडिएस कलेक्सन अन्तराल भनेको चाहिँ टिडिएस कहिले चाहिँ जम्मा भएको हो त, कुन टाइमको चाहिँ गर्न लागेको हो त। जस्तो हामीले स्यालेरीको केसमा के गर्नु पर्यो भन्दाखेरि, जस्तो वैशाखको स्यालेरी जेठमा, वैशाखको स्यालेरीको लागि के गर्नु पर्यो भन्दाखेरि 2083.01 वैशाख 1 को मैले के गर्ने भन्दाखेरि 1 महिनाको मात्रै गरिरहेको छु भने 1 महिना 31 गते यसरी चाहिँ गर्न मिल्यो। हजुरहरूले चाहिँ टिडिएस रिटर्न हाल्न मिल्यो। हेलो सर, हजुर यो जस्तै प्र्याक्टिकलीमा यो जुन हाम्रो पुस महिनामा बनाउँछ त्यतिखेर यो जुन आर्थिक वर्ष बितेको छ त्यही रेन्ज हाल्नु पर्यो नि सब पुरै वर्षको, सावन 1 गतेदेखि असारसम्मै हाल्नु पर्यो नि? हो तपाईँले अघिल्लो वर्षको गर्नु, जस्तो अब 82-83 को लागि त अहिले इयर इन्ड भएको छैन होइन। 81-82 को जस्तै अब यो 81 को 82 गर्नु पर्यो भने चाहिँ हो, 81-82 को गरेछौँ भने 81-4-1 देखि 82-3-31 सम्म गर्न सकिने राखेर गर्नु पर्यो। 1 वर्षभन्दा माथिको चाहिँ यसले दिँदैन। ठिक छ, उमेश सरको अलिकति म यहाँ म्युट गरिदिएँ। ल अब अहिले हजुरले चाहिँ कुन टाइमको चाहिँ इटिएस रिटर्न हाल्दै हुनुहुन्छ त्यो टाइम चाहिँ मेन्सन गर्नु पर्यो। जस्तो तपाईँले आजको दिनमा पनि के गर्न सक्नुभयो भन्दाखेरि 81-82 को इटिडिएस गर्न सक्नुभयो भनेपछि त्यतिखेर के गर्नु पर्यो, 81-4-1 देखि 82-3-31 त्यो रेट राखेर हजुरहरूले आज चाहिँ टिडिएस रिटर्न्स गर्न सक्नुभयो। यो केसमा चाहिँ मैले के गरेँ भन्दाखेरि वैशाखको मात्र गर्नु छ भनेपछि मैले के गरेँ, 83 वैशाख 1 गतेदेखि 83 वैशाख 31 सम्म भनेर गरेँ। ठिक छ,
अहिले त आज 31 गते होइन आज लिन्छ होला त्यसो भए डेट यो रेजिस्टर गरेँ। हिजोको भाउचरलाई चाहिँ मैले के गरेँ भन्दाखेरि वैशाखकै पेमेन्ट गरेको, वैशाखको टिडिएसको लागि पेमेन्ट गरेको हो भन्ने एजम्सन राखेर गएँ त म। यसलाई मैले सेभ गर्नु परेन। त्यस पछाडि उसले के भन्दैछ यहाँनिर, उसलाई सबमिसन नम्बर दियो, हामीले सबै फर्म भरेपछि। त्यस पछाडि इनल्यान्ड रेभिन्यू अफिस भक्तपुर भनेर आएको छ। यो चाहिँ जहाँ चाहिँ हाम्रो कम्पनी दर्ता भएको छ त्यो अटोमेटिक आउने कुरा भइहाल्यो। र अब यस पछाडि के भन्छ यसले, ट्रान्जेक्सन भर्ने अथवा नयाँ सबमिसन नम्बर भनेर भन्छ। नयाँ सबमिसन नम्बर त किन लिनु छ र, यो नै नयाँ हो भनेपछि म के गरेँ, ट्रान्जेक्सन भर्नेमा गएँ। र अब यस्तो खाले चाहिँ फर्म खुल्यो। हजुरलाई अलिकति भिजिबल बनाउनलाई मैले थोरै जुम गर्छु। यति बेर पुग्छ। र यसमा चाहिँ यहाँनिर जुन हामीले पहिला भनिरहेको कुरा हो, विथ होल्डरको नाम भनेर चाहिँ कसको नाम आयो, जुन कम्पनी हो भनेपछि हामी को भयौँ, विथ होल्डर भयौँ। भनेपछि अर्को जो व्यक्तिलाई चाहिँ अब हामीले यहाँबाट टिडिएस टिडिएस गरिदिँदैछौँ उसको नाम के भयो, विथ होल्डी भयो। भनेपछि हामी विथ होल्डिङ एजेन्ट अथवा विथ होल्डर भनेर चाहिँ दुइटै दुइटै भनेको चाहिँ अहिले को भयो, हामी भयौँ, जसले चाहिँ यो गरिरहेछ। ठिक छ, जसलाई दिइरहेछ ऊ चाहिँ विथ होल्डी भयो। अब यसमा मैले के गरेँ भन्दाखेरि विथ होल्डीको चाहिँ प्यान नम्बर राख्नु पर्यो। ठिक छ, यो चाहिँ मैले यन्त्रबाट स्यालेरी पाएँ भनेर मान्नु पर्यो। त्यस पछाडि म मेरो आफ्नै प्यानमा चाहिँ हालिदिन्छु। यो चाहिँ प्यान नम्बर हालेपछि अटोमेटिक आउने कुरा भइहाल्यो। र भुक्तानी चाहिँ मैले कहिले दिएँ भन्दाखेरि चाहिँ 2083/01/31मा दिएँ भुक्तानी, वैशाखको अन्तिम। भुक्तानी रकम कति गरेँ भन्दाखेरि मैले उसलाई 1000 रुपियाँ दिएँ होला। 10,000 भनौँ न, 1000 रुपियाँ होला। ठिक छ, टिडिएस रकम कति हो, 10 रुपियाँ। र अघि न सरले हाम्रो क्वेसन आएको कुरा चाहिँ यहीँनिर छ। जस्तो यसमा चाहिँ मैले के गरेँ भन्दाखेरि सोसल सेक्युरिटी ट्याक्स बेस्ड अन रिम्युनरेसन, यो चाहिँ के हो, सामाजिक सुरक्षाको लागि जुन 1% वाला छ त्यसलाई चाहिँ हामीले यो हेडमा हाल्ने हो। अब त्यो बुझिएन भने भाउचरको कोड र यसको कोड मिलाउने। जस्तो 11211 छ नि, ओ भाउचरमा त्यही कोड तिरेको नि हामीले, त्यो मिलाउने। अब यदि चाहिँ यो चाहिँ मैले सोसल सेक्युरिटी भन्दा माथिल्लो स्ल्याबको हो, 1% वाला होइन भन्यो भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि इन्डिभिजुअल अर प्रोप्राइटरसिप भन्ने छ माथि, व्यक्तिगत अथवा प्रोप्राइटर फर्म। त्यसको लागि चाहिँ यो 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 शीर्षकमा चाहिँ हामीले के गर्नु पर्यो, टिडिएस किसिम भनेर सेलेक्ट गर्नु पर्यो। र यो चाहिँ कहिले गरिसकेका हुन्छ भन्दाखेरि हामीले भाउचर बनाउँदाखेरि नै गरिसकेका हुन्छ। जस्तो यसमा गएँ म पेड भाउचर लिस्टमा, खान सरले भन्नुभएको ए होइन सर, हो सर, हो। देखि साथीहरूलाई मैले मेरो पेजको लिङ्क पनि पठाइदिएछु, कसैलाई कन्फ्युजन आयो भने त्यहाँबाट फलो गरेर मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। जस्तै यसमा चाहिँ रेभिन्यू अकाउन्ट भनेर लेखा छ, यसले जुन सरले चाहिँ यही भन्नुभएको, हजुरहरूले चाहिँ त्यति तिर्ने बेलामा के गर्नु पर्यो, एप्रोप्रिएट हेड चाहिँ छानेर तिर्नु पर्यो। जस्तो टिडिएस छ भने टिडिएसको केसमा हाम्रो जुन क्वेसन आएको थियो त्यो चाहिँ त्यसमा सामाजिक सुरक्षा हो भने सामाजिक सुरक्षा कोडमा तिर्नु पर्यो, होइन भने चाहिँ यो कोडमा तिर्नु पर्यो। ठिक छ,
र त्यो चाहिँ यहीँ पनि देखिने भयो त्यो भनेपछि तिर्दाको टाइममै डिसाइड भएर आउने भयो। अब अहिले त हामीले के गर्यौँ भन्दाखेरि सामाजिक सुरक्षामै तिरेको छौँ। त्यही भएर अब के गर्नु पर्यो, मैले यो छान्न पाएन। सोसल ट्याक्स भनेपछि रिम्युनरेसन इन्कम ट्याक्स सरी मैले चाहिँ तपाईँहरूलाई स्यालेरीको 1% भन्दा माथिको चाहिँ रिम्युनरेसनमा जम्मा गर्नु पर्यो है। रिम्युनरेसन इन्कम ट्याक्समा यो जुन इन्डिभिजुअल प्रोप्राइटरसिप फर्म भन्ने छ त्यो चाहिँ प्रोप्राइटरहरूको लागि चाहिँ हो है। जस्तो प्रोप्राइटरहरूलाई कुनै पेमेन्ट गर्नुहुन्छ भने चाहिँ यो युज गर्नु पर्यो। अथवा प्रोप्राइटरबाट इन्डिभिजुअल व्यक्तिबाट कुनै अरू सर्भिस लिनुहुन्छ, जस्तो कि मैले एकचोटिको लागि फ्रिल्यान्सर हायर गरेँ, ठिक छ, उसको अब व्यक्तिगत प्लान छ र प्रोभाइडरसिप पनि केही पनि छैन भनेपछि उसलाई मैले पेमेन्ट गर्दा के गर्छु भन्दाखेरि यो जुन सुरुको छ 5वटा 1 त्यसमा चाहिँ टिडिएस कट्टा गर्छु। जुन टिडिएस स्यालेरीको टिडिएस भन्ने थियो 1% भन्दा माथिको स्ल्याब, त्यसको लागि चाहिँ म रिम्युनरेसन इन्कम ट्याक्स भनेर सेलेक्ट गर्छु है त। जस्तै अडिटरको पनि यो त्यसैमा 4वटा जाने 1 हो। अनि 2 प्रोप्राइटरसिप फर्महरू जुन छ अडिटरको इन्डिभिजुअल हुन्छन् नि पार्टनरसिपमा नभएका, तिनीहरूको पनि त्यसैमा जाने हो। सर कोड हाल्दाखेरि यो ध्यान दिनुपर्छ कि जसको काटिरहेको छौँ त्यो फर्म कुन क्याटेगोरीमा हो त्यो अनुसारले हाल्नु नि सर। हो हो त्यो जस्तो अनुसारले म हाल्नु। चाहिँ जस्तै म प्रोप्राइटरसिप अडिटर हो भने चाहिँ तपाईँले मैले प्रोप्राइटरसिपको बिल दिएछु भने चाहिँ प्रोप्राइटरसिपमै हाल्नु पर्यो। तपाईँले पार्टनरसिपमा हालिदिनु भयो, अरू हेडमा हालिदिनु भयो भने त मिलेन नि त कुरा। अनि सर अर्को कुरा भुक्तानी मिति भनेको त्यो हो जुन डेटमा हामीले जुन पेमेन्ट गरेको छौँ त्यो डेट हो नि सर भुक्तानी मिति। हो ओके सर। जुन दिन चाहिँ त्यो सर्भिस बापत अथवा त्यो जुन पेमेन्ट गर्नुभएको छ त्यो डेट राख्नु पर्यो भुक्तानी मिति भनेर। र यसमा उहाँले भन्नुभयो जस्तै जस्तो प्रोप्राइटरसिपको लागि छुट्टै कोड छ होइन। पब्लिक लिमिटेड भनेर यो छुट्टै छ। पब्लिक लिमिटेड कम्पनीको लागि हो भने, गभर्मेन्ट इन्स्टिट्युसन हो भने छुट्टै छ होइन। प्राइभेट लिमिटेड हो भने छुट्टै छ। भनेपछि त्यो चाहिँ हामीले नेचर अनुसार, जस्तो रेन्टलको छुट्टै छ, इन्ट्रेस्टको छुट्टै छ, डिभिडेन्डको ट्याक्सको छुट्टै छ भनेपछि विन्डफल गेनको छुट्टै छ भनेपछि नेचर अनुसार र हामीले कसलाई तिर्दैछौँ त्यो अनुसारले चाहिँ हेड चाहिँ हामीले छान्नु पर्यो, ठिक छ। र यति गरेर मैले चाहिँ अहिले के गर्नु, रिम्युनरेसन चाहिँ मेरो चाहिँ रिम्युनरेसनवाला होइन, मेरो चाहिँ 1% वाला भएको भएर जुन सोसल सेक्युरिटी ट्याक्स छ माथिल्लो स्ल्याबको नभएर तल्लो स्ल्याबको फर्स्ट स्ल्याबकै भएको भएर मैले चाहिँ यो चुज गर्नु पर्यो। र मैले अब यसलाई गरिदिएँ एड। ल यो गरे मैले के गरेँ अहिलेसम्ममा जुन टिडिएस चाहिँ हामीले विथहोल्डिङ छाने, जसको नाममा मैले टिडिएस गरिदिनु इटिडिएस गरिदिनु पर्ने उसको नाम छाने अनि त्यस पछाडि उसलाई कति तिरे, कहिले तिरे अनि कति रुपियाँ तिरे त्यो कुरा लेखेँ। भनेपछि यसमा मैले के गरेँ भन्दाखेरि डेट चाहिँ 2083 1/31 भनेपछि यसमा मैले अब के गर्न पाउँदिनँ भन्दाखेरि मैले अगाडिको हजुरहरूलाई टिडिएस कलेक्सन अन्तराल भनेर जुन पिरियड आएको थियो त्यो चाहिँ मैले के राखेको थिएँ, वैशाखको मात्र राखेको थिएँ। वैशाख 1 देखि वैशाख 31सम्म राखेको थिएँ। भनेपछि मैले यहाँनिर चाहिँ पेमेन्ट मिति चाहिँ अब मैले जेठ 1 गते राखेँ भने त्यो चाहिँ लिँदैन फेरि है। त्यो कलेक्सन अन्तरालभित्रै पर्नु पर्यो यो डेट चाहिँ। त्यसपछि आयो अब त्यस पछाडि आयो भाउचर। अब मैले के गर्नु पर्यो, मैले यो पैसा चाहिँ तराई ट्याक्स अफिसमा तिरेछु भनेर चाहिँ मैले भाउचरको विवरण हाल्नु पर्यो, जुन चाहिँ रिकन्साइल पनि गर्नु पर्यो हामीले। जुन खानसारले रिकन्साइल भनेर भनिरहनु भएको थियो त्यो कुरा चाहिँ हामीले यहाँनिर ध्यान दिनु पर्यो। शीर्षक यो अटोमेटिक आइहाल्यो। जस्तो हिजोको भाउचर नम्बर चाहिँ यहाँबाट पनि हेर्न मिल्यो मैले। त्यसमा जस्तै त्यो भुक्तानी मिति छ नि सर, त्यसमा म अलिक क्लियर हुन खोजेको। भुक्तानी मिति भनेको जस्तो अब हामीले ब्याङ्किङ ट्रान्जेक्सन गऱ्यौँ भने भाउचर जेनेरेट गरियो भने चाहिँ ब्याङ्कमा लगेर भेरिफिकेसन जुन दिन हामीले गरियो त्यो डेटलाई नै हामीले भुक्तानी मिति मान्नु पर्यो नि होइन सर। जस्तै भाउचर क्रिएट भएको डेट त अगाडि हुनसक्छ, 1-2 दिन ग्याप भयो भने ब्याङ्कमा गएर हामीले जुन बेला त्यो चाहिँ हामीले टिडिएस भुक्तानी मिति होइन, त्यो चाहिँ सर्भिस ट्रान्जेक्सनको चाहिँ भुक्तानी मिति भनेको त्यो चाहिँ
जुन यहाँनिर अघि ट्रान्जेक्सन न जस्तो स्यालेरी त कहिले भुक्तानी हुन्छ भन्दाखेरि वैशाखको त वैशाख अन्तिममै होला अथवा जेठको 4-5 गतेतिरै होला होइन उम्, तपाईँले वैशाखको त वैशाखै अन्तिम भनेरै गर्नुहुन्छ नि होइन हजुर भनेपछि टिडिएसको चाहिँ भुक्तानी मिति होइन यो चाहिँ ट्रान्जेक्सनको चाहिँ भुक्तानी मिति जस्तै अब कहिलेकाहीँ के हुन्छ भन्दा एनुअल बेसिसमा ट्रान्जेक्सनहरू गरियो भने चाहिँ हामीले खर्च बुक जुन डेट गर्छौँ त्यो खर्च बुक गरेकै डेटलाई हामीले भुक्तानी मिति मान्नु पर्यो नि त्यसो भयो भने होइन मान्नु पर्यो होइन ट्रान्जेक्सनकै किनकि किन- अँ, किनकि हजुरले त हजुरको एक्सपेन्स त तपाईँले हामीले जुन खर्च छ त्यो त यही दिन भयो भनेर भनिसक्यौँ नि त भनेपछि उसको पनि yes, त पेमेन्ट पो पछि भएको हो होइन त्यो त ट्रान्जेक्सन त भइसक्यो नि त एक्ज्याक्टली हो त्यही मैले हस् उसको थ्याङ्क यू उसको इन्कम पनि भइसक्यो भनेपछि पे हो एज यु अर्न भन्ने कन्सेप्टमा त टिडिएस त जानु पर्यो हो त्यो बेला नै हामीले अकाउन्टिङ गर्ने बेला नै उसको पेएबल राख्छौँ टिडिएस पेएबल राख्यौँ भनेपछि त उसलाई त हाम्रो लाइबिलिटी चाहिँ क्रिएट भयो होइन अब त्यो हो डेजहरू हो ग्याप हुने दिने नदिने कुरो फरक भयो तर हामीले त्यसैलाई मान्नु भयो राइट ठिक छ ठिक छ थ्याङ्क यू अब म गएँ भाउचर नम्बर हेर्नलाई है यो भुक्तानी मिति क्लियर भयो अब यहाँनिरको चाहिँ भाउचरको विवरणमा गएँ म त्यस पछाडि भाउचर नम्बर मैले सेकेन्ड भाउचर हो 990 मैले सजिलोको लागि चाहिँ छुट्टी कति दिनु 99043990 त्यस पछाडि अब मलाई के चाहियो भन्दाखेरि ट्याक्स अफिस भनेपछि जुन अनलाइन पेमेन्टै गऱ्यो हामीले भनेपछि अनलाइन पेमेन्टै गरिदिएँ मैले यो ट्याक्स अफिसमै गएर जम्मा गर्नु भएको छ भने ट्याक्स अफिस र ब्याङ्क छ भने ब्याङ्क हजुरहरूले यो ब्याङ्क र अनलाइन पेमेन्ट चाहिँ यहाँनिर छुट्याउन सक्नुहुन्छ जस्तो हामीले अनलाइनै तिर्यो अब मैले ब्याङ्कबाट पनि गर्न सक्छु चाहिँ यो गुड फर पेमेन्ट भनेको छ यो चाहिँ चेक हो है र यसमा चाहिँ मैले दाखिला मिति भनेको हिजोकै डेट आएको होला 2083 2 महिना 30 यो चाहिँ ठ्याक्कै भाउचरसँग मिल्ने गरी नै लेख्ने हो चाहिँ गाह्रो कुरा केही पनि छैन यसमा ब्याङ्क चाहिँ नेपाल ब्याङ्क लिमिटेड जस्तो लाग्छ त्यो हेरिहालेको थियो पनि नेपाल ब्याङ्क लिमिटेड ठिक छ टिडिएस रकम 10 2083 230 भाउचर नम्बर यो अनलाइन पेमेन्ट भनेपछि अब यहाँनिर हामीले चुज गरेको भनेको अब यसलाई मैले के गरेँ यसलाई पनि एड ल यो चाहिँ के भयो रिकन्साइल भनेर यहाँनिर लेखेर आयो यति भएपछि के गर्छु म भन्दाखेरि अब चाहिँ सब्मिट गरिदिए भयो मैले सब्मिट गर्नलाई म फेरि कहाँ गएँ ब्याक टु ट्रान्जेक्सन भन्ने फारममा गएँ त्यस पछाडि हजुरले सेभ सब्मिट पनि मैले चाहिँ सब्मिटै गरेँ ल यस ओके अब एकचोटि प्रिन्ट पनि हेरौँ मैले र अघि नै जुन स्याम्पलको लागि मैले भाउचर राखेको थिएँ त्यस्तै देखिया छ तर त्यसमा चाहिँ जुन स्याम्पल छ त्यसमा चाहिँ धेरैवटाको एकैचोटि टिडिएस गरायो भएर त्यसमा चाहिँ धेरै छ यसमा चाहिँ एउटा मात्रको टिडिएस गरायो भएर एकजना मान्छेको मात्र गरायो भएर एउटा मात्र छ जस्तो यहाँ चाहिँ तपाईँहरूले 15-20वटाको एकैचोटि टिडिएस गर्न सक्नुहुन्छ वैशाखको एउटै सबमिसन नम्बरबाट गर्न सक्नुहुन्छ त्यसको लागि के गर्नु पर्यो एउटै भाउचरबाट तिर्न सक्नुहुन्छ तर भाउचरमा शीर्षक छान्दाखेरि भाउचर पे गर्दाखेरि शीर्षक चाहिँ मिलाएर हजुरले एप्रोप्रिएट शीर्षक चाहिँ छान्नु पर्यो अब मैले त एउटै भाउचरबाट तिर्न मिल्छ भन्नुभएको मैले त एउटै अमाउन्टको एउटै शीर्षकमा डाल्यो भने चाहिँ हुँदैन फेरि त्यो चाहिँ फेरि भाउचरको चाहिँ शीर्षक सच्याउनलाई फेरि ट्याक्स अफिस धाइरहनुपर्छ शीर्षक छान्दा चाहिँ हामीले विशेष ध्यान दिनु पर्यो
यति भएपछि अब के गर्छु म यसलाई भेरिफाई गर्छु भेरिफिकेसनको लागि पनि मसँग अलरेडी मेमोरी कार्ड दिए आइआरडीको साइडमा भेरिफिकेसनको लागि कहाँ जानु पर्यो जेनरल लगइनमा जानु पर्यो त्यही भएर हजुरहरूले जेनरल लगइनमा चाहिँ धेरै अरूहरूलाई दिनु चाहिँ एकदम केयरफुल भएर मात्र दिनु होला यहाँबाट चाहिँ एकदमै रिस्की काम पनि हुनसक्छ जस्तो अरूहरूलाई चाहिँ एकदम भरपर्दो मान्छेलाई मात्र जेनरल लगइनको चाहिँ युजर नेम पासवर्ड चाहिँ दिनु होला जेनरल लगइनको लागि यसले जे भन्छ मैले त्यो हालिदिएँ यो क्याप्चा मिल्दैन ल र अब के गरेँ म त्यसपछि भेरिफिकेसन भन्नेमा गएँ यहाँबाट चाहिँ के भेरिफाई गर्न सकिन्छ भन्दाखेरि यो चाहिँ हामीलाई दिएको सेल्फ भेरिफाई अप्सन हो जस्तो ट्याक्स अफिसले भेरिफाई गरिरहनु नपर्ने ट्याक्स अफिसले हामीलाई विश्वास गरेर दिएको कुराहरू भयो चाहिँ जस्तै भ्याट रिटर्न हामीले आफै गर्न सक्छौँ एस्टिमेटेड रिटर्न इन्ट्री हामी आफैले गर्न सक्छौँ D2 D3 है यो कुराहरू चाहिँ हामीलाई अटोमेटिक हामीले भेरिफाई गर्न मिल्ने अप्सन दिएको छ भनेपछि यहाँ टिडिएस पनि हामीले आफै भेरिफाई गर्न मिल्यो भनेपछि सबमिसन नम्बर भनेको जुन सबमिसन नम्बर आएको लिएको थियो त्यो पनि हाले कन्ट्रोल सी एकचोटि पेस्ट गरेर ओपन स्पेसमा कहीँ क्लिक गर्नुभयो भने त्यस पछाडि यो अप्सनहरू त्यहाँ सबमिसन नम्बर हेर्न पनि मिल्छ है कसैले बिर्स्यो भने त्यहाँ पनि भनिदिँदो छ उ त्यो लिस्टमा यसमा चाहिँ स्ट्याटसमा जाने त्यसपछि यहाँ Submitted चाहिँ भन्नु। भेरिफाइड छ भने जस्तो सबमिटेडको चाहिँ यहाँनिर लिस्टमा क्लिक गऱ्यो भने यहाँनिर चाहिँ आउँछ अब अहिलेलाई आएन सर किन आएन यहाँ अलरेडी नराख्दाखेरि आउने होला यो राखेपछि नआउने होला जे होस् यहाँबाट चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ जुन चाहिँ हजुरहरूले बुझाउनु भएको छ पहिलाको भेरिफाइड हेरौँ न त एकचोटि होइन आउँदैन नै चाहिँ यहाँबाट यो सबमिसन नआउनु अगाडि नै गर्नुभयो भने चाहिँ आउने होला ल अहिलेलाई यो भेरिफाई गरिदिएँ मैले यहाँबाट एकचोटि हेरेर भेरिफाई गर भनेर चाहिँ प्रिभ्यू अप्सन पनि राखिदिएको छ जस्तै ठिक छ कि छैन मैले जुन गर्न खोजेको त्यही भेरिफाई त एकचोटि फेरि रुजु गर्नलाई तपाईँहरूलाई यहाँनिर प्रिभ्यूको अप्सन पनि आएको छ ल यो चाहिँ मैले ठिकै रहेछ भन्ने देखेँ अहिले केही गल्ती देखिनँ त्यही भएर म भेरिफाई गरिदिएँ के भयो फेरि यो ल यो चाहिँ भेरिफाई भयो अब भेरिफाईवाला हेरौँ एकचोटि जस्तो रेकर्ड हेज बिन भेरिफाइड भनेर यहाँ माथि पनि लेखेर आउँछ ठिक छ वैशाखको चाहिँ मैले के गरेँ जेठमा चाहिँ भौचर तिरेँ तर मैले वैशाखको टिडिएस मैले जेठको आज 31 गते चाहिँ फाइल गरेँ भनेपछि मैले पनि के गरेँ मैले पनि ढिलो गरेँ 25 गतेभित्रै गर्नुपर्ने थियो हजुरहरूले चाहिँ टाइममा गर्नुहोस् अनि जहाँनिर अरूहरूलाई पनि टाइममा गर्नुपर्छ भनेर चाहिँ भन्नुहोस् त्यो गऱ्यो भने ब्याजबाट चाहिँ जोगिन्छ ठिक छ अब अरू केही क्वेसनहरू छ त अब यति नै हो होइन प्र्याक्टिकल अरू केही छ सर खान्छ मैले कभर गर्नुपर्ने छैन उहाँहरूको क्वेसन एकचोटि लिनुहोस् ल अब क्युएनएमै जाउँ त्यसो भए ल क्युएनएमै जाउँ स्टप सिफ्टिङ गरेँ हजुर सर
हजुर मैले एउटा कुरा सोध्नुपर्ने थियो कि भन्नुहोस् त जस्तै एकजना इम्प्लोइ मेरोमा हुनुहुन्छ उहाँको पर मन्थ स्यालेरी चाहिँ 20,000 छ 20,000 हो भने उहाँ त त्यही 1% नै पर्नु भयो होइन हजुर